आजको बसाइ चाहिँ बाबालाई लाग्यो होइन, मिठो निन्द्रा लाग्यो। मलाई चाहिँ निन्द्रा लाग्यो, अब यो केटालाई चाहिँ लाग्यो लागेन होला होइन। मान्छे हुन त अब निन्द्रा भइसक्यो होइन। ठिक छ, अब चाहिँ बिहानको चाहिँ 6 बजिसक्यो, 6:30 नै बजिसक्यो होला होइन। जानुपर्ने हुन्छ, उता घर पुग्नुपर्ने हुन्छ। ओछ्यानहरू यस्तै छ, बिजोग छ होइन। अब यतिको हामी आज चाहिँ स्वागत होइन त, स्वागत गेस्ट हाउसमा बसेको। ठिक छ, लजिङ फुडिङ खाना पनि राम्रै दिनुभयो, अनि बसाइ पनि त्यति नराम्रो छैन है। यतिको क्वालिटीमा तपाईँ पनि आउनु होला है, स्वागत गेस्ट हाउसमा न। ल बाई बाई। फाइनल्ली हामी चाहिँ निस्क्यौँ है गाइज। त्यो पुरै पानी छ कि पानी हो कि पसिना हो, राति पसिना आएछ है बाइकलाई। कौन है ये लोग, कहाँ से आते हैं? अब यस्तो ओभरटेक हान्छ केटाले होइन, गाह्रो छ नि। बाटो यस्तो रोडै छ होइन, ओभरटेक दिएको छ। अब हिजोको एउटा इन्ट्रेस्टिङ कुरो चाहिँ के हो भने साथीहरू होइन, अब लाइफमा हुनु त एउटा के भन्ने अब होइन, रमाइलो पनि छ होइन, सुनाउ भने होइन हाँस उठ्दो पनि छ क्या। हिजो चाहिँ अब बिहान हामी लगभग 11:30 बजेतिरदेखि हामीले बाइक सर्भिसिङको लागि राख्यौँ होइन। अब सर्भिसिङको लागि राख्यौँ, अनि त्यसपछि हामी यता रत्न पार्कसम्म जाउँ भनेर हामी गाडी चढेको होइन। अब ठ्याक्कै हामीले सोरखुटेबाट गाडी चढ्यौँ। गाडी त चढ्यो होइन, बाबालाई निन्द्रा लाग्यो होइन। अब के भन्ने, अब त्यस्तो पनि हुँदो रहेछ क्या होइन। चढ्यो, अब जस्तो चढ्यो होइन, अब जसरी चढेर गएको थिएँ हामी होइन। अनि फर्किँदाखेरि पनि अब गाडी त जहाँ चढेको छ त्यहीँ आइपुगिदिरहेको रहेछ होइन। भसक्कै निदाएछ होइन। अब यो चाहिँ अब सुतेको थिएन भन्छ होइन। यो पनि एकचोटि त निदाएको रहेछ। गाडीमा अब फर्स्ट ट्राभल हो, लङ टाइम पछि होइन। एकदम झप 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 गर्मीले निन्द्रा लाग्दिने होइन। अनि लास्टमा आएर त म चाहिँ सुतिएको होइन। अब गाडी त ठ्याक्क जमलसम्म घुमेर आएर फेरि सोह्रखुटेमा टक्कै आइपुग्यो, हेरेको जस्ताको तस्तै ठाउँमा। अनि फेरि हामी लेफ्ट राइट हान्यौँ होइन। हिजो लगभग अराउन्ड हामीले 3 आवर्स चाहिँ एकदम पैदल यात्रा गऱ्यौँ होइन। अब सोह्रखुटीदेखि अब यता जमल भित्रतिर होइन, महल सहल नि घुम्न भ्याइयो। अब त्यतिसम्म घुम्दाखेरि त म त पुरै थाकिदिएर होइन। त्यसपछि फर्किने बेलामा फेरि अनि कताबाट चढाएर गाडी फेरि हिजो फर्किने बेला कहाँबाट चढेको रे? फेरि आरएनएसीबाट फेरि चढ्यो। त्यहाँबाट चढेर आएर अनि बालाजु चोकसम्म टक्क झऱ्यौँ हामी। झरेर बाइक सर्भिसिङमा छिर्यो। पानी बबाल पऱ्यो होइन। पानी यति धेरै पानी पऱ्यो कि पानी परेको रोक्दै रोकेन होइन। नरोकेपछि चाहिँ बल्ल तल्ल पानीमै हामी चाहिँ सिमसिमे पानीमै हिँड्थ्यौँ होइन। हिँडेर हामी यता के भन्छ कपनतिर गयौँ। एउटा काम थियो फोन किन्नलाई। कपनमा गयो, पानीमै आयो। रात पऱ्यो होइन। अब फोनसोन खासै कसैले पनि गरेन। राति 1-2 जना साथीहरूसँग कुरा गरियो। होटलमा बसियो होइन। अब के गर्नु, काठमाडौँ यस्तै हो होइन, सबैको परदेशी नै हो होइन। अब काठमाडौँमा आइसकेपछि अब रुम लिने कुरो पनि भएन होइन। अब आफन्त कहाँ जाउँ भने पनि अलि हल्का आफूले पनि कस्तो के भन्ने होइन, कस्तो फिल हुने क्या। अब के जाउँ जस्तो हुन्छ होइन। अब नहुनेको त होइन होइन। अब भए पनि अब एक रात कटाउने हो भनेर अब 2 दाजुभाइ होइन, सुमन र म चाहिँ काठमाडौँमा यो होटलमा बसेको चाहिँ हामी लगभग 4औँ पटक हुन्छ होइन यसरी सँगै बसेको। नत्र सिङ्गल भयो भने त अब आफन्त कहाँ नि गइन्छ। अनि फेरि यो केटो फेरि आफन्त कहाँ जान मान्दैन कि, यस्तो लजाउँछ है, लजाउँछ क्या बोका जस्तो होइन। पुरै लजाउने क्या होइन। अब एकदम लजाउने, होटलमै बसौँ न त भन्छ होइन। अब केही कुरो गरेर एकदम लजाउने। अब हुन त भर्खरको युवा केटा हो होइन। उमेर कति 20-21 गइरहेको छ होइन।
अनि लजाउने केटो सो त्यसैले पनि गइनँ। अब म त जान्थ्यो होला। जस स्वागत होटलमा बस्यो दुई दाजुभाइ, राम्रै भयो होइन। भेज खाना खाइयो होइन, राम्रै थियो। अब भेज खानामा ठिकै थियो होइन। 275 होइन भेज खाना, राम्रै लाग्यो होइन। हुन त खसी मासु नै 275 मा खाइरहेको होला होइन, तर 275 लियो होइन। साथमा दही हामीलाई मिलाइदिएको थियो। हिजो विशेष असार 15 थियो त्यसैले पनि होइन। त्यसबाट बसियो। यो सुत्ने ठाउँहरू पनि राम्रै थियो, सफाइ थियो। एक रात कटाइयो। अब चाहिँ यात्रा गर्छु भनेर हामी ठ्याक्कै 6:30 बजे निस्किएको होइन। अहिले लगभग 7 बजे होला। यता कता पो आइपुग्यो। अब यो ठाउँ चिन्दिनँ होइन। टोखा झोरतिर आइपुग्यो होइन। यस्तै छ है साथीहरू। अब काठमाडौँ आएपछि समय त यतिकै बितिहाल्छ होइन। अब के सामान किन्दैमा होइन, अब कोही कसैलाई अब कस्तो टाइम लाग्छ होला होइन। हामीलाई चाहिँ एकदम खै टाइम लाग्दिने होइन। अब घरको फेरि के भन्छ, घरकोले यत्रो टाइम लाग्छ, के गर्दै हो दिनभरि, के गरेको दिनभरि यत्रो टाइम भन्छ। तर त्यस्तो होइन होइन। हरेक कुरा सामान किन्ने बेलामा अब फुटपाथमा जस्तो टाप्पा टिपेर हिँड्ने कुरो नि भएन होइन। हल्का सामान हेर्नु पऱ्यो, हल्का बार्गेनिङ गर्नु पर्ला होइन। गाह्रो छ। हिजोको विशेष दिन चाहिँ लगभग सिद्धियो त्यस्तै 2 लाख जति चाहिँ अब सपिङ गरेर सिद्धियो। अब यस्तै हो मुला होइन। अब खर्चको खर्च यो छ, बढी खर्च गर्ने यो मुला छ होइन। अहिले जाडोले नाच्या हो कि गर्मीले नाच्या हो होइन। अब यस्तै छ। अब मान्छे चाहिँ एकदम फेरि लजालु है, राम्रो मान्छे होइन। के गर्ने अब प्रेम प्रस्तावहरू त दिनमा 2-4 वटा त आइरहेकै हुन्छ। तर केटो एकदम लजाउने क्या, लजाउने होइन। अब एक्सेप्ट चाहिँ गर्न गाह्रै हुन्छ। तर उसले बोली वचन दिन्छ तर मन चाहिँ दिँदैन। यो मान्छे त्यति धेरै के भन्छ, के भनेर त्यसलाई के भन्छ, अब बोली वचन दिने अनि मन नदिनेले के भन्छ अरे, निष्ठुरी नि भन्न मिल्दैन होइन। त्यस्तो खालको छ होइन। यो केटा पाउने मान्छे चाहिँ एकदम भाग्यमानी हुन्छ होइन। मेहनत छ, लगनसिद्ध छ, लजालु छ होइन। अब जहिले पनि जे गरौँ राम्रै गरौँ भन्ने खालको मान्छे हो होइन। यतिको केटा पाउने केटीहरू चाहिँ होइन मेन्सन गर्नु होला। मलाई पाए हुन्थ्यो भने मलाई सिधै कन्ट्याक्ट गर्नु होला होइन। म मिलाइदिन्छु। मेरो भान्जा हो होइन। भर्खरको छ, 20-21 गइरहेको छ होइन। अहिलेसम्म सिङ्गलमै छ होइन केटो। त्यस्तै हो। हिजोको दिन चाहिँ एकदम झुरेस्ट पारामा बित्यो क्या। खर्च मात्र भयो, जता गयो नि खर्चै हो होइन। अब बाइक बनाउने अनि कता कता अब केटाहरूको पारा त्यही त हो नि होइन। फोकडा खर्च गर्ने होइन। केटी मान्छेहरू भयो अब लिपपोततिर गर्थ्यो भने अब केटा मान्छेहरू चाहिँ विशेष गरेर यस्तै कि अब के भन्ने होइन, इलेक्ट्रोनिक चिजहरू बढी खर्च गर्छ होइन। यस्तै हो। ठिक छ। फाइनली अब हामी चाहिँ यता शिवपुरी मुखतिर आइसकेका छौँ होइन। बाटो चाहिँ हिलामे छ। हिजो मात्र पनि दुर्घटना भएको सुनेको थिएँ होइन। हामी चाहिँ सेफ ट्राभल गर्दैछौँ है। हेलमेट चाहिँ डबल लगाएको छ। जाडो पनि कम छ मलाई चाहिँ, किन हो। अनि हिजो कस्तो लाग्यो त केटा, हिजोको यात्रा क्या? अब लाइफमा पहिलोचोटि नै होला कि होइन। अब जसरी चढेर गएको थियो होइन त्यही ठाउँमा टप्लक आइपुग्यो होइन। होइन यस्तो पनि गर्छ बेला बेलामा फेरि होइन। यसले जस्तो चढ्यो होइन त्यस्तै त्यही ठाउँमा आइदिएर होइन। अनि उसले पनि झस्स भ्यू जेउ पनि होइन, ओइ अघिकै ठाउँ भन्न थाल्यो। अनि उत्रे
उत्रेर हामीले 50 रुपियाँ दिएको थियो दुईजनाको भाडा लगभग कति 5 रुपियाँ कति फिर्ता गरेको थियो है पहिलोचोटि कति रुपियाँ फिर्ता गरेको थियो पहिला 10 रुपियाँ गरेको थियो पछि चाहिँ खै 15 रुपियाँ रिटर्न गरिदियो हो र रिटर्न गरिदियो अब हिजोको यात्रा चाहिँ लगभग हाम्रो 80 रुपिसको यात्रा होइन घुमियो काठमाडौँ होइन जोस् तर पैदल यात्राले गर्दा चाहिँ लास्टै थाकिरहेछ नाटुने होइन खुट्टा चल्न नै भएको छैन गाह्रो भइरहेछ मलाई चाहिँ हट म त्यो यात्रा चाहिँ कहिले नि बिर्सिँदैन क्या दोर्जे म हिजोको यात्रा बिर्सिँदैन के जस्तो चढेर गएको थियो त्यही आइपुग्यो त होइन एकदम इन्ट्रेस्टिङ पार्ट चाहिँ हिजोको त्यही हो होइन आयो बेलुका खाना खायो होइन सुतियो होइन मस्त निन्द्रा लाग्यो थाकेको थियो अनि बिहानै उठ्यो होइन अब सायद यहाँबाट डाइरेक्ट अब होइन धादिङ पनि जान पर्ने हुन्छ होइन अब धादिङको यात्रा नै गर्नुपर्ने सम्भावना बढी देखिरहेको छ अब भाइहरू पनि बिजी नै छ होइन कोही भाइ कता गइरहेछ कोही भाइ कता होइन अब भाइको एउटा भान्जा भाइको चाहिँ फेरि भान्जाको अब एसईको रिजल्ट चाहिँ एकदम बबाल आइदिएछ होइन अब बाध्यता छ काम छोड्नु पर्ने हुन्छ भन्दैछ होइन मामा काम छोड्नु पर्यो ट्युसन पढ्नु पर्यो रिजल्ट बबाल आयो भन्थ्यो होइन भान्जाले सायद अब भान्जाको रिजल्ट त राम्रै हो होइन अब जम्मा कतिवटा दिनुपर्छ रे होइन के टोटल कति सब्जेक्ट हुन्छ 7वटा सब्जेक्ट हुन्छ होइन अब भान्जा बाबुको अब एउटा इन्ट्रेस्टिङ पार्ट भनौँ कि अब होइन अब स्याड न्युज भनौँ होइन अब 1 वर्षभरिमा जम्मा भान्जाले 2टा विषय मात्र पढेछ होइन 2टा विषय मात्र पढेछ त्यो चाहिँ पास भएछ अरू विषय चाहिँ साथीले फोकस नगरेर रहेछ अनि 5वटा चाहिँ अब हल्का के भन्ने अब ह्यास्ट्रेक लागे जस्तै भएछ अनि तै पनि साथी भान्जो खुसी नै छ त्यति दुःख छैन एउटा कुरो अनि अर्को कुरो अनि उनीहरूको ग्याङ थियो कि एउटा कथा पढ्यो होला होइन साथीहरूले पनि कथा पढेकै होला 5 पण्डव भन्ने होइन अनि त्यो 5वटा पण्डवहरूले चाहिँ फेरि एउटा पण्डवलाई चाहिँ अब 2 विषय लागेछ अनि अर्को 4 पाण्डवहरूले चाहिँ 5वटा विषयमा चाहिँ हल्का ह्यास्ट्रेक लागेछ तै पनि खुसी छ कोही इन्डियातिर रमाउँदैछ एउटा मिठो कहानी छ होइन घरहरू गाउँतिरै छ अब ठिकै छ केटा त्यति बिग्रेको चाहिँ होइन अब इक्जाम चाहिँ बिग्रेको रहेछ अब लजिङ फुडिङ राम्रै पाएछ अब राम्रै लजिङ फुडिङ पाएपछि त अब केटाहरूले पढ्ने कुरो त भएन होइन दिनको 4वटा रेडबुल खान्छ अरे भन्थ्यो अस्ति मात्र कुरो सुनाइरहेको थियो दिनको 4वटा रेडबुल खाँदाखेरि लगभग 5-6 हजारको 10 दिनको रेसियोमा खाना लजिङ फुडिङ गरेर सिधाएछ केटाहरूले त्यसको नतिजा पनि अब राम्रै निस्कियो अब 5वटा ब्याग लाग्नु भनेको नट ब्याड यार होइन अब किनभने अब उमेर जाला होइन तर बालापन जुन 9-10 मा पढेको जस्तो लाइफ चाहिँ कलेज लाइफ पनि हुन सक्दैन क्या होइन साथीहरूलाई छोड्न मन लागेन छ सो त्यसैले